यहाँ पनि गणेश भगवानको दर्शन साथसाथमा पिता उहाँका भगवान शङ्करजीको दर्शन, आमा कालिकाको दर्शन, सपरिवारको दर्शन एक ठाउँमा हामीलाई प्राप्त हुने ठाउँ बडो आनन्द लाग्यो। र यहाँबाट हामीले हेरिरहँदा सबै पोखरा देख्न पाइन्छ। वरिपरि घुमिसक्दा सबै पोखराको चाहिँ भेग हामीले देख्न पाउँछौँ र साँच्चै आनन्द लाग्यो। एयरपोर्टदेखि लिएर तालदेखि लिएर हिमालदेखि लिएर तराई पहाड एकै ठाउँ देख्न पाइन्छ। जय भोलेनाथ। स्वागत गर्दै हुनुहुन्छ। हामीले देखिरहेका छौँ र यो छोटो अब यहाँको कार्यक्रम औपचारिक कार्यक्रम पश्चात यहाँबाट हामी फर्कनेछौँ र उहाँलाई टीका प्रसाद सहित सम्मान गर्दैछ। मेरो चाहिँ देशभन्दा बाहिर कार्यक्रम छन्, त्यो कार्यक्रमलाई पनि सारेर म खासमा कोटियोममा आएको महाराजीको आग्रहमा र यहाँ सबै देशवासीहरूलाई म यही बिन्ती गर्छु। हाम्रो शास्त्रले भन्छ सम्पूर्ण वेदको मूल मन्त्र भनेकै गायत्री मन्त्रलाई मानेको छ। त्यो गायत्रीको महिमा बोकेको यस्तो माताको दरबारमा यो कर्म भएको छ, सबैजना पाल्नुहोस् भनेर म निम्तो गर्न चाहन्छु। आजको मेन उद्देश्य भनेको माताजीको मन्दिर दर्शनै हो। हजुर, राधे राधे। आज माताजीको यही पञ्चमुखी गणेश दर्शन नै हो। अनि के छ यो पछिका अन्य धार्मिक कार्यक्रम छ कि छैन माथिको? हजुर छ। यसपछि हाम्रो उता महादेव कुम्दीकोट महादेव दर्शन छ र यहाँका धार्मिक सङ्घ संस्था धार्मिक मन्दिरहरू चाहिँ सबै घुम्ने उहाँको यो कथाको बिचमा सबैलाई चाहिँ घुम्ने उहाँको कार्यक्रम रहेको छ। तपाईँले अब यो भिआइपी व्यवस्थापन र यातायात सहजीकरण पनि गर्नु भएको छ। तपाईँ आफै व्यवसायी भएर कतिको गाह्रो सजिलो अप्ठ्यारो के भइरहेछ? छैन त्यस्तो। यो त मेरो सौभाग्यले पाएको कुरा हो, भगवानको कृपा। हामी यो बाटोबाट अलिकति पैदल यात्राबाट अगाडि बढिरहेछौँ। यो चाहिँ केबल कारबाट करिब 400 मिटर जति फेरि हिँड्नुपर्ने हुन्छ पैदल यात्रा। अब साधन छ भने साधनबाट पनि जान सकिन्छ र छैन भने हिँडेर अगाडि बढ्ने र हिँड्दाखेरि भने रमणीय दृश्यसहित अवलोकन गर्दै अगाडि बढ्न पाइन्छ। यतिखेर हामी अन्नपूर्ण केबल कारमा छौँ। हाम्रो भागवत मञ्जरी राधिका दासी माताजीको आज पञ्चमुखी गणेश भगवानको दर्शन गर्ने कार्यक्रम छ, जुन कार्यक्रम अनुसार हामी चाहिँ केबल कार मार्फत माथि डाँडामा जाँदैछौँ र माताजी अगाडि लागिसक्नु भएको छ। यहाँले देख्न सक्नुहुनेछ। हामी केबल कारका माध्यमबाट माथि गएर पञ्चमुखी गणेश भगवान लगायत विभिन्न देवी देवताका दर्शन गर्नेछौँ। आयोजकको पक्षबाट यतिखेर देवीजीलाई स्वागत भइरहेको छ। केबल कारका हाम्रो दिनेश सरले स्वागत गर्दै हुनुहुन्छ अनि मिलनजी लगायत पङ्कज सर, त्यसै गरी अन्नपूर्ण केबल कारले सम्पूर्ण यहाँ आउनुभएका श्रद्धालु भक्तजन मात्र नभएर विशिष्ट पाहुनाहरू, कथावाचक वाचिका सबैलाई पञ्चमुखी गणेश भगवानको दर्शन गर्ने व्यवस्था मिलाएको छ र कोटीहोममा आउनुहुने भक्तजनज्यूहरूलाई पनि विशेष छुटका साथ दर्शन गर्ने व्यवस्था मिलाएको छ। जसअनुसार हामी अब यहाँबाट बिस्तारै अगाडि प्रस्थान गर्दैछौँ र माताजीको हिजैबाट कथा प्रवचन सुरु भइसकेको छ। हिजो यातायात नचल्दा पनि हजारौँ भक्तजनज्यूहरूले दर्शन गरिसक्नु भएको छ। विश्वमा जहाँ गए पनि हामी शिर उठाएर छाती चौडा गरेर भन्छौँ हामी विश्वको उच्च शिखरबाट आएको ठाउँ, सगरमाथाको देशबाट आएको, बुद्धको देशबाट आएको, पशुपतिनाथको मुक्तिनाथको देशबाट आएको भनेर एउटा छाती फुलाएर गर्व गरेर भन्ने चाहिँ एउटा भगवानले हामीलाई दिनुभएको छ। यो देशभूमि हो कि यहाँ त शिर हामी जहाँ गए पनि त्यो हेर्ने त शिर नै हो। शिर गरेर हाम्रो शरीरको पनि त के अस्तित्व रहन्छ क्या, त्यो शिर नै हाम्रो देश हो कि। यस्तो ठाउँमा जन्मिन पाउनु, यो ठाउँमा बस्न पाउनु, यो ठाउँको श्वास लिन पाउनु, हामी यहाँ बस्ने भक्तहरूको दर्शन गर्न पाउनु, यो पनि ठुलो सौभाग्यको कुरा हो।
हुन त सबैको नै एउटा मान्यता छ होइन। त्यसमा पनि अब शास्त्रले भन्छ, शिवपुराणले के भन्छ भन्दाखेरि यो देशमा भएका हरेक थुन्का छ नि, पहाडका थुन्का भनेको शिवलिङ्ग समान छन्। यी शिवलिङ्ग हुँदै हामी दर्शन गर्न आएका हौँ। त्यही भएर यो त राधे राधे। भारत सरकार ने नीति का देना मुझे ही करना नॉमिनेट किया तो वहाँ पे जाके पूरा ट्रेन करेंगे फिर उसके बाद हामी अब केबुल कारबाट माथि जाँदैछौँ। यतिखेर माताजीलाई विभिन्न महिला समूहबाट भव्य स्वागत भइरहेको छ। जति पनि यहाँ भिआइपी वाचक वाचिकाहरूको आगमन हुन्छ उहाँहरूलाई यसै गरी स्वागत हुने गर्छ। र हामी एउटा क्याब नम्बर 2 आइसकेको छ र हामी देख्न सक्छौँ। अब हामी चाहिँ यो क्याबबाट माथि पञ्चमुखे गणेश भगवानको दर्शन गर्न जाँदैछौँ है। माताजी अर्को क्याबबाट आउने कार्यक्रम छ। यहाँ महिला दिदीबहिनीले उहाँलाई फुलको गुच्छासहित यतिखेर स्वागत गरिरहनु भएको छ र केबुल कारको यो बेस जहाँबाट सुरु हुन्छ केबुल कारको यात्रा, त्यो यात्रा हामी अब तयार गर्दैछौँ र यसको समय अवधि भने करिब 9 मिनट रहने कुरा मलाई केबुल कार सञ्चालन समितिले जानकारी गराएको छ। करिब 9 मिनटको यो अन्नपूर्ण केबुल कारको यात्रापछि हामी पञ्चमुखे गणेश भगवानको दर्शन गर्नेछौँ र हामी अघिल्लो क्याबमा लागेका छौँ भने अब यसपछि माताज्यू हाम्रो पछि आउँदै हुनुहुन्छ। हामी यतिखेर यो अन्नपूर्ण केबुल कार मार्फत माथि डाँडामा आइसकेका छौँ र हामीले देख्न सक्छौँ यो केबुल कारको 3 नम्बरबाट यतिखेर भागवत मञ्जरी माता राधिका दासी माताजीको यहाँ आगमन भएको छ र यो ल्यान्ड पनि हुँदैछ। हामीले यहाँ देखिरहेका छौँ र हामी चाहिँ अघिल्लो क्याबमा यहाँ आइसकेका छौँ र अब यो माताजी लगायत सम्पूर्ण टिम क्याब मार्फत आज पञ्चमुखी गणेश भगवानको लागि जुन दर्शन गर्ने कार्यक्रम तय भएको थियो सोही कार्यक्रम अनुरूप हामी सबैजना सञ्चारकर्मी सहित माताजी दर्शनको लागि यहाँ पाल्नु भएको छ। र माताजी कस्तो लाग्यो केबुल कारको यात्रा? गजब गजब हजुर, कस्तो रहेछ? अन्य पोखरा सम्पूर्ण पोखरा देख्न पाइयो, बडो खुसी लाग्यो। त्यसमा पनि हाम्रो पोखराको एउटा गौरव होइन, तालबाराई माताको दर्शन गर्दै हामी गणेशजी महाराजको शरणमा आउँदैछौँ। अनि बीचमा देखिएका रमणीय दृश्यहरू कस्तो देखियो? सधैँ म त बार भन्छु मेरो देश प्रकृतिले भरिपूर्ण भएको ठाउँ। त्यसमा पनि अब पोखरा त अति नै धनी नै ठाउँ छ। यही प्रकृतिले सबै यहाँ सुम्पेर राखिदिएको जस्तो लाग्छ। अब विघ्नहर्ता प्रभु गणेशजीको दर्शन गर्दै त्यहाँ पछिका कुराहरू फेरि हामी गर्नेछौँ। हस्, हामी फेरि यो लिफ्टको माध्यमबाट हामी माथि अब हामी यहाँ माताजीलाई स्वागत भइरहेको छ देख्न सक्छौँ र यो मातृशक्तिबाट उहाँको भव्य स्वागत भइरहेछ फुलगुच्छा सहित। माताजी पनि बिस्तारै अगाडि बढिरहनु भएको छ। पञ्चमुखी गणेश भगवान यहाँ देखिसक्नु भएको छ। हामी दर्शनको लागि अगाडि बढ्दैछौँ। अब केही मिनटको बाटो तय गरे पश्चात विघ्नहर्ता भगवान गणेशजीको दर्शन हुनेछ।
अब हामी यहाँबाट पञ्चमुखी गणेश भगवानको दर्शनको लागि अगाडि बढिरहेका छौँ र यहाँ मातृशक्तिबाट तस्बिर खिच्ने माताजीसँग कार्यक्रम भएको छ। एकदमै जमिनु भएको छ, सबैजना खुसी हुनुहुन्छ। हामी यो बाटोबाट अलिकति पैदल यात्राबाट अगाडि बढिरहेछौँ। यो चाहिँ केबल कारबाट करिब 400 मिटर जति फेरि हिँड्नुपर्ने हुन्छ पैदल यात्रा। अब साधन छ भने साधनबाट पनि जान सकिन्छ र छैन भने हिँडेर अगाडि बढ्ने र हिँड्दाखेरि भने रमणीय दृश्यसहित अवलोकन गर्दै अगाडि बढ्न पाइन्छ। यतिखेर माताको भव्य स्वागतको लागि बाजागाजा सहित सबैजना तयारी अवस्थामा हुनुहुन्छ र माताजीको आगमन भइसकेको छ भने बाजागाजाबाट उहाँलाई पञ्चबाजा मार्फत यहाँ भव्य स्वागत गरिँदैछ। अब यहाँबाट बाजासहित हामी अगाडि बढ्नेछौँ बिस्तारै र यतिखेर माताजीको स्वागतको लागि भक्तजनजीहरू यहाँ पर्खेर बसिरहनु भएको छ र बाजागाजासहित मातृशक्ति महिला दिदीबहिनीहरू पुरिरहनु भएको छ माताको स्वागतको लागि र बाजागाजासहित फुलको गुच्छा दिइरहनु भएको छ र हामी अब यहाँबाट मन्दिर एकदमै नजिकै छ पञ्चमुखी गणेश भगवानको र यो उहाँलाई सद्भाव सल ओढाएर फुल दिएर मातृशक्तिबाट यहाँका आमा समूहबाट स्वागत गरिएको छ हामीले देख्न सक्छौँ। अब हामी बिस्तारै बिस्तारै अगाडि बढिरहेका छौँ। माता राधिका दासीज्यूको यहाँ आगमन हुँदैछ। हामीले पछाडि बाजा बजेको देखिसकेका छौँ। यो सारङकोट धाम यहाँ भगवान भोलेनाथको दिव्य मन्दिर छ। त्यसै गरी कैलाशेश्वर महादेवको मन्दिरको लगायत पञ्चमुखी गणेश भगवान र विभिन्न देवी देवताका यहाँ मन्दिर स्थापना गरिएको छ। त्यसको लागि चाहिँ उहाँको दर्शनको लागि यहाँ बाजा गाजा सहित उहाँलाई हामीले यहाँ आइरहनु भएको देखेका छौँ र अब भने हामी उहाँसँग यो मन्दिर सँगसँगै परिक्रमा गर्छौँ र केही प्रतिक्रिया लिने प्रयास गर्छौँ र माताजीको यो मन्दिरको गेटमा हामीले उहाँलाई प्रवेश गर्दै गर्नुभएको देखेका छौँ र धेरै मातृशक्तिहरू पनि साथमा हुनुहुन्छ र माताजी चाहिँ यस सारङकोट दिव्यधाम कैलाशेश्वर महादेवको मन्दिर पञ्चमुखी गणेश भगवानको मन्दिर लगायत विभिन्न देवी देवताका यहाँ मन्दिरहरू प्रतिमाहरू स्थापना भएको छ। उहाँलाई यहाँ आयोजकका तर्फबाट स्वागत हुँदैछ। हामीले देखिरहेका छौँ धेरै श्रद्धालु भक्तजनजीहरूको बाक्लो उपस्थित छ। शतकुण्डे गायत्री कोटी होमको कथा वाचनको लागि माताजीको आगमन भएको यतिखेर मिलन दाइले मैले देखाएको छु। यो तपाईँ त अब धेरै भिआइपीहरूको कार्यक्रमसँगै यहाँ पाल्नु भएको छ। आजको मेन उद्देश्य भनेको माताजीको मन्दिर दर्शनै हो। हजुर, राधे राधे। आज माताजीको यही पञ्चमुखी गणेश दर्शन नै हो। अनि के छ यो पछिका अन्य धार्मिक कार्यक्रम छ कि छैन माताजीको? हजुर छ। यसपछि हाम्रो उता महादेव कुम्दीकोट महादेव दर्शन छ र यहाँका धार्मिक सङ्घ संस्था धार्मिक मन्दिरहरू चाहिँ सबै घुम्ने उहाँको यो कथाको बिचमा सबैलाई चाहिँ घुम्ने उहाँको कार्यक्रम रहेको छ। तपाईँले अब यो भिआइपी व्यवस्थापन र यातायात सहजीकरण पनि गर्नु भएको छ। तपाईँ आफै व्यवसायी भएर कतिको गाह्रो सजिलो अप्ठ्यारो के भइरहेछ? होइन, छैन त्यस्तो। यो त मेरो सौभाग्यले पाएको कुरा हो, भगवानको कृपा हो। यति गर्न पाउनु धेरै 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 खुसीको कुरा। तपाईँ त यहाँ धेरै पटक आउनुभयो, देवी प्रतिमाजीसँग आउनुभयो, अन्य भिआइपीसँग पनि आउनुभयो। कस्तो लागिरहेछ र यहाँको आत्मीय सम्बन्ध सारङकोटसँगको कस्तो छ? सारङकोट जुन अब कोट त एक त प्रमुख नै हुनुभयो धार्मिक स्थल होइन, सँगसँगै गणेशजीको हामीले बिहान उठेर भन्छौँ नि अरू पूजा गर्नुभन्दा अगाडि गणेशजीको पूजा गर्नुपर्छ भनेर श्री गणेशाय नमः। त्यसले गर्दा म चाहिँ पोखरा आउने सम्पूर्ण पर्यटकलाई के भन्छु भने पहिला आएर चाहिँ यहाँ सारङकोट आउनुहोस्, पञ्चमुखी गणेशको दर्शन गर्नुहोस्, त्यहाँबाट अन्य तपाईँहरूको घुम्ने गन्तव्य स्थलहरू घुम्नु होला। ल, हामी तपाईँसँग अन्य प्रतिक्रिया अहिले कार्यक्रमको अन्तमा लिन्छौँ। अहिले किनभने देवीजी माताजी अगाडि दर्शन गर्दै हुनुहुन्छ, हामी पनि सँगसँगै दर्शन गर्छौँ। राधे राधे। ल, राधे राधे। यहाँहरू पनि साथमै रहनु होला।
हामी देख्न सक्छौँ माताजीले एकदम चाखपूर्ण तवरले यो पोखरा र यो धार्मिक क्षेत्रको अवलोकन गरिरहनु भएको छ र हाम्रो समितिका पदाधिकारीज्यूहरूले उहाँलाई यहाँको बारेमा र यहाँको महत्त्वको बारेमा जानकारी गराउँदै हुनुहुन्छ र यो यहाँबाट दृश्य हेरिसकेपछि के देखिन्छ त यो पोखराको भन्ने कुरा यो चारै साइडबाट भ्यू हेर्ने ठाउँ हो। यो प्याराग्लाइडिङको लागि उड्ने ठाउँ पनि हो र लेक साइडमा आउने जुन खोलाहरू छ खहरे खोला लगायतको खोला देखिन्छ यताबाट त्यसको बारेमा यहाँ जानकारी गराउँदै हुनुहुन्छ। जय भोलेनाथ। स्वागत गर्दै हुनुहुन्छ हामीले देखिरहेका छौँ र यो छोटो अब यहाँको कार्यक्रम औपचारिक कार्यक्रम पश्चात यहाँबाट हामी फर्कनेछौँ र उहाँलाई टीका प्रसाद सहित सम्मान गर्दैछ। सम्पूर्ण टिमलाई सराङकोट धार्मिक उहाँलाई समितिका अध्यक्षज्यूले यतिखेर माताज्यूलाई सम्मान गरिरहनु भएको छ र फुलमाला सहित उहाँलाई यतिखेर सम्मान गरिएको छ र स्वागत पनि गरिएको छ अध्यक्षज्यूका तर्फबाट। मातासँगै पाल्नुभएका सञ्चारकर्मी लगायत विभिन्न जो पाल्नु भएको छ उहाँहरूलाई यतिखेर सम्मान गर्ने कार्यक्रम अनुरूप यो औपचारिक एकैछिन छोटो कार्यक्रम भन्नुभएको छ। त्यो कार्यक्रम पश्चात भने हामी यहाँबाट फर्केर जानेछौँ र माताजीको यो धार्मिक भ्रमण रहेको छ। उहाँसँगै पाल्नुभएका सम्पूर्ण सदस्यज्यूहरूलाई यतिखेर सम्मान गरिएको छ। काम अवश्य हुनेछ भन्ने हामीले आशा लिएका छौँ र यो सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति उहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र जो स्वागतका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मायाको चिनो प्रदान गर्दै हुनुहुन्छ र यो सारङकोट दिव्य धामको तर्फबाट माताजीलाई मायाको चिनो हामीले देखिरहेका छौँ। लगायत उहाँको सिङ्गो टिम, मिडियाकर्मी मित्रहरू र आमा समूहहरू, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति उहाँहरूप्रति हार्दिक धन्यवाद। अब भने मैले माताजीलाई यहीँ नै एउटा प्रतिक्रिया लिन चाहेँ। हजुरलाई अब यो सबै दर्शन गरिसकेपछि कस्तो लाग्यो यहाँ आइसकेपछि? यहाँ आएर 700 वर्ष पुरानो मूर्तिको दर्शन पाउनु मेरो पनि सौभाग्यको कुरा है। भूमि कालिका माताको मन्दिर, भैरव भगवानको मन्दिर र साक्षात् भगवान कैलाशेश्वर शिवालय धाम। मेन यो अद्भुत पञ्चमुखी गणेश भगवानको मूर्तिले कतिको आकर्षण गर्यो? एकदमै धेरै, मलाई मात्र होइन सबैलाई आकर्षण गर्छ। यो त आउनु पनि पर्ने ठाउँ हो होइन। भगवान अब जहाँ जे काम गर्दा पनि हामी श्री गणेश गरेर गर्छौँ। यहाँ पनि गणेश भगवानको दर्शन साथसाथमा पिता उहाँका भगवान शङ्करजीको दर्शन, आमा कालिकाको दर्शन, सपरिवारको दर्शन एक ठाउँमा हामीलाई प्राप्त हुने ठाउँ बडो आनन्द लाग्यो। र यहाँबाट हामीले हेरिरहँदा सबै पोखरा देख्न पाइन्छ। वरिपरि घुमिसक्दा सबै पोखराको चाहिँ भेग हामीले देख्न पाउँछौँ र साँच्चै आनन्द लाग्यो। एयरपोर्टदेखि लिएर तालदेखि लिएर हिमालदेखि लिएर तराई पहाड एकै ठाउँ देख्न पाइन्छ। साँच्चै आनन्द लाग्यो आज। अब माताजीको कथा निरन्तर जारी रहनेछ। यहीबाट सम्पूर्ण पोखरेलीवासी र सारा सनातनीहरूलाई केही सन्देश यहाँका अब आउने कथाका बारेमा दिनु पर्यो भने कसरी दिनुहुन्छ? सबैलाई अहिले त म पोखरामा आएको छु, कोटियोममा आएको छु। सबैलाई म कोटियोममा आउन नै आह्वान गर्छु, किनकि यो कहिले होला फेरि यस्तो करोडौँ हवन हुने स्थान, त्यो पनि मुक्तिनाथको द्वारमा, सेती गण्डकीको तटमा शालिग्राम भगवानको दर्शन गरेर आउने यो पावन भूमि, शुभारम्भ हुने र आइपुग्ने यो भूमि, यो द्वारमा। अनि त्यसपछि
तालबाराई माताको सानिध्यतामा होइन यस्तो साक्षात् गुप्तेश्वर भगवानको आनन्दतामा अनि यहाँ त्यसपछि पञ्चमुखी भगवान यता भौमेश्वर महादेव सबै गुम्बादेखि लिएर भगवानका हरेक धाममा यो पोखराको पावन भूमिमा भएको कोटी हवन जहाँ चाहिँ गायत्री माताको महिमा बोकेको सप्तकुण्डीय हजुरहरूले पनि देख्नलाई अद्भुतै दृश्य छ 100वटा कुण्डको हवन जो निरन्तर चलेको छ यस्तो दिव्य धाममा अनि सत्सङ्ग रूपी गङ्गा पनि चलिरहेको छ। यसमा हजुर सबैलाई म निमन्त्रण गर्न चाहन्छु र यसपछिका कार्यक्रमहरू मेरो चाहिँ देशभन्दा बाहिर कार्यक्रम छन्। त्यो कार्यक्रमलाई पनि सारेर म खासमा कोटियोममा आएको महाराजीको आग्रहमा र यहाँ सबै देशवासीहरूलाई म यही बिन्ती गर्छु। हाम्रो शास्त्रले भन्छ सम्पूर्ण वेदको मूल मन्त्र भनेकै गायत्री मन्त्रलाई मानेको छ। त्यो गायत्रीको महिमा बोकेको यस्तो माताको दरबारमा यो कर्म भएको छ, सबैजना पाल्नुहोस् भनेर म निम्तो गर्न चाहन्छु। र पोखरा आउँदा छुट्टाउनै नहुने ठाउँहरू चाहिँ हजुरहरू हेर्दै हुनुहुन्छ। अहिले यो पञ्चमुखी गणेशजी महाराजको दिव्य दरबार, भगवान भोलेनाथको दिव्य दरबार छ। उता पारिपट्टि मैले हेरिरहेको छु पुम्दीकोट धाम भगवान शङ्करजी विराजमान हुनुहुन्छ। अघिल्लोतिर तलपट्टि स्तूपा देखिरहेको छु जसले बुद्ध धर्मलाई हृदयबाट मानेर आउनुहुन्छ, त्यहाँ देखिरहेको छु। तल तालबाराई माताको मन्दिर देखिरहेको छु, गुप्तेश्वर भगवानको त्यहीँ देखिरहेको छु, विन्ध्यवासिनी माताको मन्दिर त्यहीँ देखिरहेको छु। यहाँ आइपुगिसकेपछि हजुरहरूले कमसेकम पनि 1 हप्ताको समय लिएर आउनु। अहिले पोखराले पनि पर्यटन वर्ष 2082 घोषणा गरेको छ। हामीले आन्तरिक पर्यटनलाई बढाउनु पर्छ। हामीले हाम्रो भूमिको पहिला दर्शन गर्नुपर्छ, त्यसपछि भूमिबाट बाहिर जाने हो। किनकि हामी भूमिबाट बाहिर जाँदा हाम्रो देशको गरिमा वर्णन गर्न सकौँ, हाम्रो ठाउँ पनि यस्तो छ, तपाईँ पनि घुम्न आउनुहोस् भन्न सकौँ भनेर यो ठाउँ वास्तवमा एउटा स्वर्गको टुक्रा भन्छु मैले। भगवानले नेपालको यो पावन भूमिलाई प्रकृतिले साह्रै माया गर्नुभएको छ। हजुरहरू आउनुहोस् भन्न चाहन्छु। अनि हजुरहरूलाई चाहिँ माताजीलाई स्वागत गर्न पाउँदा कस्तो लागेको छ? उहाँको आगमनले कतिको खुसी हुनुहुन्छ? हामी सरङकोट धाम सरङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति साह्रै आभारी छौँ। उहाँ जस्तो एउटा नेपालको प्रख्यात विश्वभरि चिनिने राधिका दासीज्यू महाराज गुरुलाई पाउँदा यो हामी सौभाग्य। यो एउटा ऐतिहासिक एउटा पर्यटक क्षेत्रमा र धार्मिक क्षेत्र सरङकोटमा यहाँ उहाँको एउटा यो शिव मन्दिर र पञ्चमुखी गणेशमा एउटा दर्शन गर्ने मौका, हामीलाई स्वागत गर्ने मौका दिनुभयो। उहाँप्रति साह्रै आभारी छौँ। यो एउटा ऐतिहासिक दिन मान्नेछौँ हामीले। र अघि नै भनिसक्नुभयो एउटा नेपालमै एउटा अचम्मैको एउटा कोठीमा चलिरहेको छ पोखरामा, त्यसको व्याख्या गरिसक्नुभयो हाम्रो राधिका गुरुज्यूले। यसले गर्दाखेरि अरू छुटपुट रहेका अझै 6-7 दिन नेपालभरि देश विदेशमा रहेका श्रद्धालु भक्तजन पनि त्यो कोठीमा पनि आइदिनु पनि हार्दिक र फेरि सरङकोट धामबाट मुरी स्वागत गर्दै सम्पूर्ण भक्तजनहरूलाई दर्शनलाई स्वागत गर्छु। यहाँ आउँदै गर्दा चाहिँ सबैभन्दा राम्रो पक्ष चाहिँ हजुरलाई हिँडेर हिँडेर आउन पनि पाइने, केबल कार चढेर आउनेले केबल कार चढेर आउन पनि पाइने। अनि त्यो केबल कार चढेर आउँदै गर्दाखेरिको दृश्य चाहिँ हजुरहरू आफैले अनुभव गर्नुपर्छ। मैले भन्दिनँ है, यो चाहिँ हजुरहरू आफै लिएर छुटाउनै नहुने दृश्य छ एकदम।